यो भनेको चाहिँ हाम्रो लायन्स क्लब पोखरा कोरिया रिटर्न भनेको म ईश्वर कृषि म यो गाउँको मान्छे यहीँ पनि मान्छे मैले खोलेको क्लब त्यहाँ चाहिँ 30 दिएन साथीहरू हुन्छ र चाहिँ त्यो क्लबले वर्षमा 12-15वटा यस्तो सामाजिक काम गर्छ कसैलाई डस्टबिन कसैलाई खाना कसैलाई लत्ता कपडा कसैको घरको छाने पनि हाल्छ त्यो मध्ये अहिले यतिलाई डस्टबिन बनाइदियो मैले चाहिँ मेरो गाउँमा अहिले आउने बाटो टाढा यति अन्त्य आउनु हुँदैन अनि त्यहाँ चाहिँ मैले चाहिँ 12-15वटा डस्टबिनहरू मैले चाहिँ बनाएर भाइको जमिनमा लगाएर छोडेको छु अनि यहाँ भयो भाइको बाटो पनि छोड्छु अनि यो सहयोग सानो होला तर यसले के क्याच गरोस् भन्ने जान्छ भने हामी यहाँबाट चाहिँ यो स्कुल पढेर गएकाले चाहिँ कसैले पानीको थर्मस कसैले जार कसैले के बच्चाले स्वेटर जे कुरो ल्याइदियो भने यहाँ त जे आयो नि त यो सामने चाहिँ आउला तर हामी आइरहँदाखेरि बाटोको अवस्था आउनु बुझिन्छ गाडी गुडिरहेको पहिला अप्ठ्यारो पऱ्यो भने एउटा गाडी चौराबाट अलिक बस्यो भक्कै कसले झार्नु पनि त्यही गर्ने झार्नु आयो हामी आइरहने वातावरण बन्नु पऱ्यो भनेर चाहिँ म चाहिँ यहाँहरू सानो सहयोग भयो भने स्कुलमा राख्यो भने बच्चालाई फेरि के आउँछ भने त्यो फुलहरू हाल्नुपर्छ भने सिकेर पनि हुँदैन अहिले जहाँ पनि जान्थ्यो तर मैले पढेको स्कुलमा ल्याउनुपर्छ भनेर मैले चाहिँ गाडी हालेर सानो सहयोग लिएर आएको छु यसलाई हाम्रो डिबी सरले सहर्ष स्वीकार गरेर सहयोग सानो हो तर यसको सेन्टिमेन्ट ठुलो भन्नु है किन भन्दा यसरी आउने वातावरण बाहिर गएका साथीहरू आइरहने वातावरण बन्यो भने हाम्रो स्कुलमा चाहिँ हामी चाहिँ यो मन्दिर पनि हो यहाँ पनि वातावरण बन्यो भने भनेर मैले त्यो देखाउनको लागि पनि र त्यो बनाउनको लागि पनि मैले आज यो गरेको छु डिबी सरलाई कस्तो यो हुनुपर्ने थियो कि अथवा चाहिँ यो अलि थप्नुपर्ने हो कि अथवा यही पनि ठिकै हो कि म यहाँ आइरहेको होइन तपाईँलाई कस्तो लाग्यो होइन आवश्यक परे त थपेको पछि गरेको हुन्छ तर अहिले गरेको त्यति सहयोग पनि चाहिँ धेरै ठुलो सहयोग हो सानो चिज भए तापनि यो चाहिँ उपयोगी छ सहयोग सानो भए तापनि यसको चाहिँ उपयोगी धेरै हुनाले यो सहयोगप्रति हामी आभारी छौँ ईश्वर केसी अनि यो र हामी चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यो लायन्स क्लब चाहिँ हाम्रो क्लब भनेको हामी आफ्नो गोजीबाट उठाएर पैसा उठाएर सहयोग गर्नुभएको हो र यसमा ठुलो अपेक्षा ठुल्ठुलो भवन ठुलो भन्दा नि मैले एउटा पुस्तकालय सोचिरहेको छु यहाँ अर्को वर्ष पनि पुस्तकालयको अवधारणा बनाइरहेको छु त्यो भने काठमाडौँबाट साइन गऱ्यो भने एउटा 50-60 पैसा आएर अक्षकोष भन्ने पुस्तकालय बन्द रहेछ त्यो पनि त अरू स्कुल लगाउनु मैले स्कुलले किन लगाउने त्यो पनि सोचिरहेको छु त्यसकै कारणले मैले चाहिँ लायन्स क्लब कोरिया रिटर्निङका सम्पूर्ण साथीहरूलाई म धन्यवाद भन्न चाहन्छु किन भन्दा मैले एक बोलीमा चाहिँ साथीहरू दिनु मैले धेरै 10 नम्बर भनेर अरू जिल्लामा लैरहेका छौँ र चाहिँ हाम्रो चाहिँ यो डेट चाहिँ 24 गते हाम्रो यो फरक पर्दैन हामी 24 गते बाँडिराखौँ कि पौषको 24 गते बाँड्न सुरु गरेको आज कति हो माघको 14 भइसकेपछि 20 दिन भइसकेपछि आज दसैँ जाँदैन दसैँ बाँडिरहेको छौँ त्यहाँदेखि हामीले यो महिना नै त्यो हो भोलि फेरि हाम्रो चाहिँ के अरे काठमाडौँ पश्चिम तमामा हामी कोही एकजना बिरामी पैसै बाँड्दैछौँ हाम्रो चाहिँ सहयोग कार्यक्रम मात्रै बनेको छ आज म यहाँ आउँदा त्यसको लागि हाम्रो क्लबको अध्यक्ष प्रसन्न पौडेलज्यू म संस्थापक भए पनि उहाँले चाहिँ लैजानुहोस् न भनेर आएको फेरि आउनु मिल्दैन फेरि आउनु मिल्ने हुँदाखेरि मैले आउँदै राखेँ यसलाई सुरक्षित र यसलाई चाहिँ सानो भए उम्ले नै खानिदिनु होला म आएँ भन्ने कुरा म यहाँ टेक्न पाएँ नि त नत्र यो ल्याउने कारणले म आएँ गाउँमा भेट्नु पाइयो र त म आउँछुइनँ होला भन्दै मैले चाहिँ यो सर्स स्वीकार गरिदिनु होला भनेर अझै एउटा चाहिँ हेल्पसमा राखिदिनु होला दुईवटा चाहिँ अझै राखेको कि भोलि दिनखेरि केही पर्ने अझै थप सहयोग चाहियो भने मलाई चाहिँ सानो दिनु बुझेर आउनु सकेको भन्नु ल म सहयोग गरेको थिएँ